यो मन मानिसको सबैभन्दा ठुलो दुश्मन पनि यही मन हो र मानिसको सबैभन्दा राम्रो मित्र पनि यही मन हो। संसारभरिका सबै मानिसहरूले आफ्नै मनसँग युद्ध लडिरहेका हुन्छन्। यो युद्धमा जसले आफ्नो मनलाई जित्छ उसले जीवन जित्छ, जसले मनसँग हार्छ उसले संसारलाई जितेर पनि सबै शान्ति गुमाउँछ। तपाईलाई थाहा छ, मानिसको जीवनमा आउने अधिकांश दुःखको कारण परिस्थिति होइन, मानिसको आफ्नै मन हो। हामी प्राय भन्छौँ फलानु मानिसले मलाई दुःख दियो, फलानु घटनाले मलाई तोड्यो, परिस्थितिले मलाई रुवायो। तर गहिरिएर हेर्ने हो भने धेरै पटक दुःख घटना वा मानिसले भन्दा पनि हाम्रो मनले दिएको हुन्छ। किनकि घटना एक पटक हुन्छ तर मनले त्यसलाई सयौं पटक दोहोर्याइरहन्छ। कसैले 1 मिनट नराम्रो बोल्यो भने त्यो कुरा 1 मिनटमै सकिन्छ, तर यो मनले त्यसलाई दिनभरि सोचिरहन्छ, रातभर सम्झिरहन्छ, हप्तौंसम्म बोकेर हिँड्छ। अनि मानिस भन्छ म दुखी छु। वास्तवमा दुःख त्यो 1 मिनटको घटनाले दिएको होइन, त्यो घटनालाई बारम्बार जिउँदो राख्ने मनले दिएको हो। यही कारणले एउटै घटना दुईजनाको जीवनमा आउँदा परिणाम फरक हुन्छ। एउटाको सम्बन्ध टुट्छ र ऊ भन्छ अब मेरो जीवन सकियो। अर्कोको सम्बन्ध टुट्छ र ऊ भन्छ सायद जीवनले मलाई केही नयाँ सिकाउन खोजिरहेको छ। एउटा मानिस असफल हुन्छ र आफूलाई समाप्त भएको ठान्छ। अर्को मानिस असफल हुन्छ र त्यसैलाई सफलताको पाठशाला बनाउँछ। घटना एउटै हुन्छ तर सोच फरक हुन्छ। सोच फरक भएपछि परिणाम पनि फरक हुन्छ। त्यसैले जीवनमा सबैभन्दा ठुलो कुरा परिस्थिति बदल्नु होइन, परिस्थितिलाई हेर्ने दृष्टिकोण बदल्नु हो। एउटा मानिस जङ्गलबाट हिँडिरहेको थियो। बाटोमा काँडाले उसको खुट्टा घोच्यो। उसले काँडा निकाल्यो र आफ्नो बाटो लाग्यो। अर्को मानिसलाई पनि काँडाले घोच्यो। उसले काँडा निकाल्यो तर दिनभरि त्यही कुरा सोचिरह्यो, मलाई नै किन घोच्यो, मेरो भाग्य मात्रै किन यस्तो, आज मेरो दिन नै खराब रहेछ। पहिलो मानिसको शरीरमा घाउ भयो, दोस्रो मानिसको शरीरमा पनि घाउ भयो, तर मनमा त्यो भन्दा ठुलो घाउ भयो। जीवनका धेरै पीडाहरू यस्तै हुन्छन्। घटना सानो हुन्छ तर मनले त्यसलाई ठुलो बनाइदिन्छ। कहिलेकाहीँ त यस्तो पनि हुन्छ, वास्तविक समस्या सकिसकेको हुन्छ तर मनले त्यसलाई समाप्त हुनै दिँदैन। पुरानो अपमान सम्झिन्छ, पुरानो धोका सम्झिन्छ, पुरानो असफलता सम्झिन्छ, पुराना आँसु सम्झिन्छ, अनि आजको दिन पनि त्यही पुरानो बोझ बोकेर बाँच्न खोज्छ। यही कारणले धेरै मानिस वर्तमानमा भएर पनि वर्तमानमा बाँचिरहेका हुँदैनन्। शरीर त आजमा छ तर मन हिजोमा वा भोलिमा भौतारिरहेको हुन्छ। हिजोको पश्चाताप र भोलिको चिन्ताबीच आजको खुसी हराइरहेको हुन्छ। कल्पना गर्नुहोस्, एउटा शान्त ताल छ। पानी स्थिर छ भने त्यसमा आकाश पनि देखिन्छ, चन्द्रमा पनि देखिन्छ अनि आफ्नै अनुहार पनि देखिन्छ। तर त्यही पानी लगातार हल्लिरहेको छ भने केही पनि स्पष्ट देखिँदैन। हो, मन पनि त्यस्तै हो। मन शान्त भयो भने समस्याभित्र पनि समाधान देखिन्छ। मन अशान्त भयो भने समाधानभित्र पनि समस्या देखिन्छ। मन शान्त भयो भने अभावमा पनि सन्तुष्टि भेटिन्छ। मन अशान्त भयो भने सम्पन्नतामा पनि कमी देखिन्छ। हामी अझै प्रष्ट हुनको लागि यो कुरा सुन्नुहोस् है त। एउटा ज्ञानी मानिस नदी किनारमा बसिरहेको थियो। एउटा व्यक्ति आएर उसलाई धेरै बेरसम्म गाली गरिरह्यो, तर त्यो मानिस उसले जति गाली गरे पनि शान्त भएर बस्यो। अनि अन्त्यमा गाली गर्ने व्यक्तिले नै सोध्यो, तिमी किन नरिसाएको? अनि उसले मुस्कुराउँदै भन्यो, यदि कसैले तिमीलाई उपहार दियो र तिमीले स्वीकार गरेनौ भने त्यो उपहार कसको रहन्छ? उसले भन्यो, जसले ल्याएको उसकै। त्यसपछि फेरि उसले भन्यो, त्यसै गरी तिम्रो रेस पनि तिम्रै साथमा फर्कियो, मैले स्वीकार गरिन। हो, यही हो मनमाथिको नियन्त्रण भनेको।
मनको नियन्त्रणमा परेका मानिसहरू सानो कुरामा पनि भत्किन्छन्। कसैले आलोचना गरिदियो भने दिनभरि दुखी हुन्छन्। कसैले वास्ता गरिदिएन भने आफूलाई मूल्यहीन ठान्छन्। कसैले साथ छोडिदियो भने जीवन नै समाप्त भयो जस्तो महसुस गर्छन्। तर मनलाई नियन्त्रण गर्न सकेका मानिसहरू परिस्थितिभन्दा माथि उठ्न सिक्छन्। उनीहरूलाई थाहा हुन्छ हरेक आउने मानिस सधैँ साथमा रहँदैन, हरेक सम्बन्ध सधैँ उस्तै रहँदैन, हरेक खुसी सधैँ साथमा रहँदैन, हरेक दुःख पनि सधैँ रहँदैन। सबै कुरा परिवर्तनशील छ। त्यसैले उनीहरू कुनै कुरालाई आवश्यकताभन्दा बढी समातेर बस्दैनन्। जुन कुरा जति समातिन्छ त्यति नै पीडा दिन थाल्छ। हातमा मुट्ठी कसेर बालुवा समात्न खोज्दा बालुवा झन् चाँडो खस्छ। जीवन पनि त्यस्तै हो। जति धेरै नियन्त्रण गर्न खोजिन्छ त्यति धेरै पीडा बढ्छ। जति स्वीकार गर्न सिकिन्छ त्यति शान्ति बढ्छ। त्यसैले जीवनको सबैभन्दा ठुलो उपलब्धि धेरै पैसा कमाउनु होइन, धेरै मानिस चिन्नु पनि होइन, धेरै शक्ति प्राप्त गर्नु पनि होइन। सबैभन्दा ठुलो उपलब्धि भनेको यस्तो मन बनाउनु हो जसलाई परिस्थितिले होइन चेतनाले चलाओस्। यस्तो मन जसले अपमानमा पनि धैर्य गुमाउँदैन। यस्तो मन जसले असफलतामा पनि आशा गुमाउँदैन। यस्तो मन जसले कठिनाइमा पनि आफूलाई गुमाउँदैन। किनकि जीवनमा बाहिरको आँधी रोक्न सकिँदैन, तर भित्रको शान्ति जोगाउन सकिन्छ। बाहिरको संसार सधैँ आफ्नो अनुसार चल्दैन, तर आफ्नो मनलाई सही दिशा दिन सकिन्छ। त्यसैले याद राख्नुहोस्, मनको नियन्त्रणमा परियो भने दुःखले कहिल्यै साथ छोड्दैन, तर मनलाई नियन्त्रण गर्न सकियो भने दुःख आएर पनि बस्न सक्दैन। जीवनको सबैभन्दा ठुलो विजय अरूलाई जित्नु होइन, आफ्नै मनलाई जित्नु हो। जुन दिन मानिसले आफ्नो मनलाई भन्न सक्छ त मेरो मालिक होइनस्, म तेरो मालिक हो, त्यही दिनबाट उसको वास्तविक स्वतन्त्रता सुरु हुन्छ। एउटा कुरा याद राख्नुहोस्, हामी मानिसले यो मनलाई जित्नै पर्छ। यदि यो मनको युद्धमा हामी मानिसले हार्यौँ भने हाम्रो जीवनबाट सुख र खुसी भन्ने कुरा केही पनि बाँकी रहँदैन। त्यसैले यो मनसँगको युद्ध जित्नै पर्छ, जित्ने कोसिस गर्नै पर्छ, र कोसिस गर्नेहरूको हार कहिल्यै पनि हुँदैन।